धेरैचोटि पानी नै आइसक्यो यार। वाम क्याउ क्याउ तराई पनि हालत उस्तै बनाउँदै बेस है त गर्दा भन्छु। साथीहरु मिठो भन्दा भन्दै यो के आको। हेलो 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 एन्ड नमस्ते साथीहरु, होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ र तपाईहरुको प्यारो जीवन चल्नका पनि एज अलवेज सन्चै आरामै छु। न्यू डे न्यू ब्लग को साथ आइ एम ब्याक अगेन साथीहरु। र हिजो चिल्ता घुम्न गइएको थियो, मस्तसँगले इन्जोय पनि गरियो र यता चाहिँ आकृतिले लुगा धुनको लागि ठिक पारिरहेछन्। मेरो लुगा यस्तै नै छ, बिहानको सुरुवात हुँदैछ। जिउहरू दुखिरहेछ यार साथीहरु, त्यो खोलामा बस्नलाई यताउता गर्दा अलिक अप्ठ्यारो भएर होला सायद जिउ दुखिरहेछ अनि भोक पनि लास्टै लागिरहेछ। हिजो चाहिँ हामी बेलुका घर फर्किएर थियौँ र बेलुका चाहिँ खाना पनि खाइन मैले र भाइले पनि खाएन। अनि अहिले चाहिँ बिहानै भोक लागिसकिरहेछ र आकृतिले खानासाना बनाएर रेडी गरिरहेछ। यता फ्रेन्च फ्राई भन्दा पनि भयो, आलु फ्राई भन्दा पनि भयो। सब्जीको लागि चाहिँ आज सब्जी चाहिँ त्यही हो साथीहरु, अब चट्ट लाएर खानुपर्ने हुन्छ। र यस्तै नै छ साथीहरु, बाहिरको मौसम टिलिक्क घाम टल्किरहेको छ। हिजो कस्तो भयो तँलाई? खान नपाए जस्तै यता र उता गर्छु उफ्रिन्छ यार, कम गाह्रो भएको। अहिले पनि यस्तै गर्दैछ साथीहरु, कम गाह्रो बनायो हिजो मलाई यसले। गरी भनेको मान्दैन, यता गर्दा भाइ तँ गर्छ भन्छु, मलाई मात्र भन्नुहुन्छ भन्छ। के भन्छ हिजो त साइकको बनायो नि यार केटाले। तर पनि दामी ब्लग हेर्नुभयो भने तपाईँहरू प्लिज कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला आफ्नो साथीभाइहरूलाई भन्न चाहन्छु। के भयो अलिकति यहाँ यस्तो गरिनुहोस् तैँले, सुन त भाइ तँ गर्न भन्छ, मलाई मात्रै लाउनुहुन्छ भन्दै भने मलाई मात्रै सामान बोकाउनुहुन्छ। अनि काम नलाएर चाहिँ के त काम गर्न त गएको, काम गर्न चाहिँ गएको त मेन। साथीहरु अहिले चाहिँ चट्ट लाएर म यता आकृति लुगा धुँदैछिन् र आकृतिको एउटा क्लिप बनाइदिनु भन्दैछिन् र म क्लिप बनाइदिन आँटेको छु। अहिले चट्ट लाएर अघि खानासाना खाइयो, त्यस्तै नै छ साथीहरु। अब दिनभरि बिहानदेखि बेलुकासम्म म घरमै भयो भने चाहिँ आकृतिको क्लिप यता र उता खिचिदिराखेकै हुन्छ प्रायः जस्तो मैले नि। अनि आकृति चाहिँ यहाँ पुरा रेडी भएर बसिरहेको छ नि। के हो कुन हो कलर के को लागेको सबै घुम्न जाने आफू कराई पनि हालत उस्तै बनाउँदै बेस हालत पनि उस्तै बनाउँदै के भइरहेछ र? कति गइसक्यो पुरै बेसार बेसार होला नि त बेसार। ल है त साथीहरु, अब चाहिँ आकृतिको चट्ट लाएर यहाँ मेरो 17 प्रो म्याक्सले खिचिदिनु पर्ने हुन्छ। रेडी? चट्ट लाएर यहाँ क्यामेरालाई लक गरिदिने, ब्राइटनेसलाई अलिक डाउन। अनि त्यसपछि चाहिँ चट्ट लाएर साथीहरु यसो गरेर ल रेडी ल। सररा मटर चढेर सररा रेलम चढेर। सो फाइनली एउटा क्लिप पनि भयो आकृतिको लागि। आकृतिको चाहिँ जुगाड निकै छ क्या साथीहरु, प्राय मैले क्लिपहरू खिचिदिइराख्नु पर्ने हुन्छ। बेलुका खाना खाने बित्तिकै म मेरो भिडियो एडिट गर्न थाल्छु। त्यसपछि भिडियो कम्प्लिट नभइकन आकृतिले यता भाँडासाँडा माजिसकेको हुन्छन् र एकछिन 5 मिनट रेस्ट गरेर आकृतिलाई स्क्रिप्ट लेखिदिन्छु उसको लागि। र स्क्रिप्टहरू लेखिसकेर अनि फेरि किचनमा आउँछु। आकृति उता रुममा बसेर भोइस ओभर गर्छन् अनि किचनमा आएर यही पङ्खालाई यहाँ अन गरेर यहीँ बसेर अनि चट्ट लाएर भिडियो एडिट गर्छु। अनि पछि गएर रुममा थम्बनेल सम्नेल बनाएर त्यस्तै नै हुन्छ मेरो चाहिँ बेलुकाको रुटिन होइन साथीहरु। बेलुका चाहिँ प्रायः मैले नै गरिदिइराखेको हुन्छु स्क्रिप्टहरू चाहिँ। अब बिस्तारै उसले पनि सिक्छन्, उसले पनि गर्छन्, उसले पनि गर्न त सक्छन्। बट स्टिल देन मैले अब दुईजना मिलेर लेख्दाखेरि, दुईजनाको कुरा मिलेर गर्दाखेरि अझै बवाल हुन्छ भनेर हामी एकअर्का मिलेर गर्दैछौँ। र यस्तै नै छ साथीहरु, कराईको हालत यस्तो ब्ल्याक भएको छ कि अफ्रिकाको कराई जस्तो भइरहेछ साथीहरु। के गर्नु अब, यहाँ आकृतिलाई कराइराखेको छन्, भेस्टमा पनि फोहोर लाग्यो भन्दैछन्। अब खोलामा गएपछि फोहोर त लागि नै हाल्छ। कराईको हालत साथीहरु यस्तो छ है त। आधी गएको हेर साथीहरु, यहाँ चाहिँ आकृतिले पखालेर आधी चाहिँ गएछ। नत्र भने यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु, यस्तो डेन्जर कालो भएर छ। ब्वाम हैप्पी तिहार, हैप्पी तिहार। के सम्झेर सुत्दै थिए? कहाँ पुगिरह्यो त्यस, कहाँ झार्दे? कोही कहाँ पुगिरह्यो त्यसरी भन् त। स्कुटीमा हुइकेर जाँदै थिए।
आयो साथीहरू म चाहिँ यसो फ्रेस भएर दोकान जानु पर्यो भनेर यहाँ भाइलाई बोलाउन आएको त सुतिराखेको देखेर चुप्पा लगाएर तर्साउनु पर्यो भने त केटो कहाँ स्कुटीमा मसँग हिँडेर जाँदै त अरे एकैचोटि तल झऱ्यो अरे खोइ छस् त अनि खाटमा खोइ झरेको छैनस् त फाइनली मैले चाहिँ चटपटे बनाउने सामग्रीहरू लिएर आइसकेको छु र यता चाहिँ आकृतिले आलु बोइल र प्याज टमाटर खोर्सानी काटेर रेडी गरिसकेको छु। अब म चाहिँ चट्टे लाएर मेरो स्टाइलले चटपटे बनाउन लागेको छु। अब यो बदाम चाहिँ आज अङ्कलको पसलमा थिएन र अर्को पसलबाट एक प्याकेट लिएर आएको छु। यसलाई चाहिँ हल्का फ्राई गर्नुपर्ने हुन्छ चट्टे लाएर। अब यसको लागि चाहिँ तावा निकालौँ, ग्यासमाथि राखौँ, चुलोमाथि राखौँ अनि ग्यासलाई छिस पारेर यता ठ्याक पारेर ग्यास अन भइगयो। अब यसमा यो तावा राखेर यहाँ चटपटे बनाउन लागेको छु होइन। अघि मैले तपाईँहरूलाई देखाइदिइसकेको छु यहाँ के छ भनेर। यहाँ चाहिँ आलु छ। अब आलुलाई चाहिँ अलिक सानो गरेर काटौँ। जीवनको चट्टे लाएर चटपटे बनाउने तरिका प्लस रेसिपी है त। अब यसलाई सबै काटौँ। प्याज हालिदिउँ, चट्टा लाएर खोर्सानी हालिदिउँ, टमाटर हालिदिउँ, आलु पनि सर्लक्क। अब आलु पनि हालिदियो, सुरुमा मटर हालिदिउँ है त साथीहरू। मटर बोले मटर, यसलाई साइडमा राखौँ। त्यसपछि यहाँ अघि भुटेको बदाम अनि त्यसपछि यो भुजिया, भुजिया, त्यसपछि च्याउ प्रीति चाउचाउ। चटपटेमा चाहिँ प्रीति चाउचाउ हाल्यो भने यसको मसलाले पनि रातो बनाइन्छ अनि एकदम टेस्ट पनि आउँछ। कलर हालिराख्नु पर्दैन त साथीहरू, यस्तै छ। सरर मटर चढेर पहिले साथीहरू सानोमा चाउचाउको मसला यसरी खोल्दाखेरि हावाभित्र ग्यास हुन्छ अनि यसरी गर्दा फिस गरेर नाकामा मसला पोलेर पसेर नाक पोलेको छ कि छैन तपाईँहरूको? मेरो चाहिँ लास्टै धेरैचोटि पानी नै आइसक्यो बनाउँदै चटपटे बेच्न थाल्यो भने त साथीहरू। मैले त बनाउनुभन्दा अगाडि नै यहाँ पुरै पानीले नि बेहोस बनाइदिने रहेछ मुखबाट पानी निस्किँदा आहा यस्तो दामी रस यो कागती यार। तर यसको भित्रको दाना छ लिक रहेछ नि त, केही हुँदैन। अब यसलाई यस्तै मिक्स गर्ने। कागती हालेपछि कन्ट्रोलै भएन अलिकति खाएर Open the mic. यस्तो चटपटे त जिन्दगीमा खाएको थिएन भन्न मिलेन। जहिले यसरी नै खाइन्छ। र पनि आज चाहिँ साथीहरूलाई हल्का सेयर गरौँ न चटपटेको रेसिपी भनेर साथीहरू बनाएको है त। कस्तो लाग्यो टेस्ट भाइलाई? चिया खारा मिठो कि चटपटे खारा? चटपटे हो। ला साथीहरू मिठो भन्दा भन्दै यो के आएको यार? छि 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 यहाँ हेर्न आइज त। चिया मिठो भन्दा भन्दै केमा आएको थियो? कागतीमा कहाँ हुन्छ यस्तो? वाट इज दिस भन्दा त म त के भन्न आँटिछु भन्दै थिएँ। झन् घरमा बनाएर खाँदा हाइजेनिक हुन्छ राम्रो हुन्छ भने त्यसका बाजे कहाँबाट आएर मरेछ यार यो किरो? भाइ हेरेँ मजाले कहाँ अघि मैले सुरुमा कतिचोटि खाइसकेँ यार। खाएँ कि गर्न त भएन, के गर्नु? सो साथीहरू अघि चाहिँ मैले चट्टा लाएर चिकन विङ्स लिएर आएको थिएँ र यता आकृतिले चाहिँ चट्टा लाएर पकाइसकेर छिन् र यता चाहिँ मासु छ र मलाई भाग लाउनु भन्दाखेरि आथा झन्नै हातै पोलेन। अब चाहिँ चट्टा लाएर होइन जुगाड नि त जुगाड तरिकाले यहाँ मासु पाकिरहेछ। आकृतिले पकाएको मासु के कस्तो भएछ तपाईँहरूलाई पनि म देखाउँछु टेस्ट गरेर। आकृतिले पकाएको मासु टेस्ट गरौँ है त। फर्स्टमै आहा आथा तातो दामी डिलिसियस। कस्तो लाग्यो? तिमीलाई कस्तो लाग्यो? तिमीले आफै पकाएको लागिहाल्नु परेन होइन? सबजनालाई ह्याप्पी तिहार भन्दै साथीहरू आजको भिडियो त्यतिर व्यवस्था गर्नुपर्ने हुन्छ। आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो? डोन्ट फर्गेट टु लाइक, सेयर, कमेन्ट, सब्सक्राइब। टिल देन सी यु इन नेक्स्ट ब्लग। बाइ बाइ।